हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर तेजस एकाडेमी। आज हामी चाहिँ सेलको बारेमा पढ्छौँ। सेल भनेको चाहिँ के हो भन्दाखेरि एउटा माइक्रोस्कोपिक स्ट्रक्चर हो जो चाहिँ स्मलेस्ट युनिट हो जसले चाहिँ हाम्रो अर्गानिजमलाई चाहिँ बनाउने काम गर्छ, अर्गानिजमलाई फर्म गर्ने काम गर्छ। द्याट्स वाइ दिस इज नोन एज बिल्डिङ ब्लक अफ एन अर्गानिजम। ती सेलहरूले चाहिँ के गर्छ भन्दाखेरि ती अर्गानिजममा चाहिँ क्रियाकलापहरू गर्छ भन्यो भने द्याट्स वाइ दिस सेल आर अल्सो नोन एज फङ्सनल युनिट। अनि यी दुइटैलाई चाहिँ जोडेर चाहिँ एउटा राम्रो डेफिनेसन बन्छ, द्याट इज सेल भनेको के हो? बेसिक युनिट अफ लाइफ हो जसले चाहिँ हाम्रो बडीलाई स्ट्रक्चर र बडीमा फङ्सन गर्ने काम गर्छ अर्गानिजममा भनेर भन्छ यो डेफिनेसनले। अब त्यसपछि यो सेलको चाहिँ स्टडी गर्नको लागि सेलको दुईवटा ब्रान्च बनाइदिएको छ हाम्रो। सेलको दुईवटा ब्रान्च के भन्यो भने एउटा साइटोलोजी, अर्को चाहिँ सेल बायोलोजी। अब साइटोलोजी भनेको के हो भने यो अर्थमा चाहिँ धेरै सेलहरू छन्, डिफ्रेन्ट सेलहरू छन्। हो ती डिफ्रेन्ट सेलहरूको फर्महरूको बारेमा जहाँ स्टडी गरिन्छ त्यो भनेको साइटोलोजी। अनि ती सेलहरूभित्र पाइने जो स्ट्रक्चरहरू त्यो सेल बनाउँदाखेरि जस्तै सेल वाल होला, सेल मेम्ब्रेनहरू होला, अनि त्यस्तै गरेर हाम्रो सेल अर्ग्यानिलहरू मिलेर जो बनाइरहेछ त्यो सेलको स्ट्रक्चर, त्यो स्ट्रक्चरको बारेमा स्टडी जहाँ गरिन्छ द्याट इज साइटोलोजी। अनि ती सेलहरूमा मिलेर जो चाहिँ के गर्छ, अर्ग्यानिक र इनअर्ग्यानिक कम्पोजिसनहरू हुन्छ त्यो सेलमा चाहिँ कम्पोजिसन अफ सेल पनि साइटोलोजीमै पढिन्छ। अनि त्यसपछि चाहिँ हाम्रो के छ भन्दाखेरि फर्स्टचोटि टर्म गरेको छ साइटोलोजी, टर्म बाई कसले भन्यो भने हर्टविग। अनि त्यसपछि साइटोलोजीको फादर भन्यो भने स्वानसन हो, होइन रोबर्ट हुक हुनुहुन्छ। अनि त्यसपछि आउँछ सेल बायोलोजी अथवा यसलाई मोडर्न साइटोलोजी पनि भन्छन्। किनभने भने यो चाहिँ स्ट्रक्चर मात्र हेर्दैन, यसले कम्पोजिसन अफ सेल मात्र हेर्दैन कि यसले ती सेलहरू बिचमा कस्तो केमिस्ट्री छ र ती सेलहरू कसरी बनिरहेछन्, तिनीहरू रिप्रोडक्सन बाई माइटोसिस होला, मियोसिस बनिरहेछ कि हाम्रो फिसनबाट बनिरहेछ तिनीहरूको बारेमा, र जेनेटिक्स एउटा सेलको जस्तो फङ्सन गरिरहेछ त्यस्तै अर्को सेल बन्दाखेरि त्यस्तै फङ्सन कसरी गरिरहेछ त, ती सेलहरूले कस्तो कार्य गरिरहेछन् ती अर्ग्यानिजममा त्यसको बारेमा जहाँ पढिन्छ त्यो भनेको सेल बायोलोजी हो। अनि त्यसपछि फर्स्ट अथवा फादर को थिए त सेल बायोलोजीका भन्यो भने स्वानसन हुनुहुन्थ्यो। अब त्यसपछि हामी के पढ्छौँ भन्दाखेरि डिस्कभरी अफ सेल। के पढ्छौँ? डिस्कभरी अफ सेल। अब सेल भनेको त माइन्युट एकदम माइक्रोस्कोपिक स्ट्रक्चर हो। त फर्स्टचोटि चाहिँ माइक्रोस्कोप कसले डिस्कभर गरेको थियो त्यो थाहा हुनुपर्छ। फर्स्टचोटि त्यो माइक्रोस्कोप चाहिँ हाम्रो डिस्कभर गर्ने को हुनुहुन्थ्यो? च्यारिकस जेन्सेन हुनुहुन्थ्यो। र उहाँले युज गरेको जो माइक्रोस्कोपलाई चाहिँ रोबर्ट हुकले चाहिँ मोडिफाई गरेर आफ्नो डिस्कभरी गर्नुभएको थियो होइन सेलको। अब त्यो जो सेलको डिस्कभरीहरू चाहिँ मेन गरेर चाहिँ दुईवटा साइन्टिस्टहरूलाई जान्छ। एउटा चाहिँ हाम्रो रोबर्ट हुकवाला, अर्को एभी लियोन। अब रोबर्ट हुकले चाहिँ फर्स्टचोटि प्लानो कन्केभ लेन्स युज गर्नुभएको थियो। प्लानो कन्केभ लेन्स युज गर्नुभएको थियो केमा गर्नुभएको थियो भने हाम्रो कक सेलको पनि कक सेलमा युज गरेको थियो। के को भन्यो भने अक्ट्रीको कक सेलमा हेर्दाखेरि चाहिँ उहाँले जो भेटाउनु भएको थियो फर्स्टचोटि त्यो सेल चाहिँ डेथ सेल थियो। किन भन्यो भने उहाँले त्यहाँबाट हेर्दाखेरि सेलवाल मात्र प्रेजेन्ट थियो के भन्नुको अर्थ त्यहाँ एब्सेन्ट अफ के थियो? प्रोटोप्लास्ट चाहिँ भेटेकै थिएन कि त्यहाँ। त्यसैले उहाँले डिस्कभर गरेको सेल चाहिँ के थियो? डेथ सेल थियो। अनि उहाँले जो डेथ सेल हेरेको डेथ सेल चाहिँ कस्तो थियो भन्दाखेरि हनीकम्ब लाइक स्ट्रक्चर थियो जसले चाहिँ उहाँले त्यसलाई के टर्म गर्नुभयो भन्दाखेरि सेलुला भनेर टर्म गर्नुभयो। अब उहाँले चाहिँ यो सबै डिस्कभरी चाहिँ आफ्नो एउटा बुकमा लेख्नु भएको छ। द्याट बुक इज माइक्रोग्राफिया।
माइक्रोग्राफीमा चाहिँ उहाँले आफ्नो होल डिस्कभरीको बारेमा लेख्नु भएको छ। लियोनुकको उहाँले चाहिँ फर्स्टचोटि लिभिङ सेल डिस्कभर गर्नुभएको थियो। अनि त्यो पनि के को थियो भन्दाखेरि ब्याक्टेरियाको थियो के। ब्याक्टेरिया उहाँले अब त्यो ब्याक्टेरियामा धेरै स्टडी गरेको कारणले चाहिँ उहाँलाई फादर अफ माइक्रोस्कोपी पनि भन्छन्। अब यही डिस्कभरी गर्दाखेरि चाहिँ अब रोबर्ट ब्राउनले चाहिँ फर्स्टचोटि न्युक्लियस डिस्कभर गर्नुभयो। न्युक्लियस केमा भन्यो भने अर्किड रुटको सेलमा चाहिँ अर्किड रुटको सेलमा चाहिँ डिस्कभर गर्नुभयो। अनि त्यसपछि डुजार्डिनले चाहिँ अब त्यही सेलको स्टडी गर्दाखेरि चाहिँ के डिस्कभर गर्नुभयो भन्दाखेरि चाहिँ एउटा लिभिङ सेमी फ्लुइड लाइक स्ट्रक्चर हुन्छ है सेलमा भनेर डिस्कभर गर्नुभयो। र उहाँले त्यसलाई चाहिँ के टर्म गर्नुभयो भन्दाखेरि सार्कोड भनेर चाहिँ टर्म गर्नुभयो। त्यो सेमी फ्लुइड लाइक स्ट्रक्चर हुन्छ कि त्यसले चाहिँ सार्कोड भनेर भन्नुभयो। तर पछि आएर चाहिँ हाम्रो पर्किन्जीले चाहिँ के गर्नुभयो भन्दाखेरि त्यसको नाम रिनेम गर्नुभयो कि त्यसकोलाई चाहिँ प्रोटोप्लास्ट भनेर भन्नुभयो के। अब यो प्रोटोप्लास्ट भने के भन्यो भने जुन लिभिङ अर्ग्यानिजम छ नि त्यसमा चाहिँ त्यसको सेलहरूमा चाहिँ प्रोटोप्लास्ट हुनैपर्छ कि। यो भनेको के हो भन्यो भने हाम्रो साइटोप्लाज्म र न्युक्लियस भनेको चाहिँ प्रोटोप्लास्ट हो कि। जुन सेलमा साइटोप्लास्ट भेटिन्छ र न्युक्लियस भेटिन्छ नि त्यो सेल लिभिङ हुन्छ भनेर चाहिँ पर्किन्जीले चाहिँ भन्नुभएको थियो। अनि त्यसपछि क्लिडिनले के गर्यो भन्दाखेरि एउटा प्लान्टको सेल लिएर माइक्रोस्कोपमा राखेर हेर्न थाल्यो। अनि के भन्यो भन्दाखेरि अरे सबै प्लान्ट सेलहरूमा चाहिँ सेलवाल मात्र प्रेजेन्ट हुने रहेछ। त्यसैले फर्स्टचोटि क्लिडिनले के भन्यो सबै प्लान्ट सेलहरूसँग सेलवाल प्रेजेन्ट हुन्छ है। बाहिर एउटा सेल मेम्ब्रेनको बाहिरपट्टि एउटा अझै स्ट्रक्चर हुन्छ त्यो भने सेलवाल हो भनेर भन्यो। तर स्वानले एनिमल सेल हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एउटा मात्र कभरिङ छ। यहाँ चाहिँ सेल मेम्ब्रेन हुँदैन, सेलवाल हुँदैन है भनेर भन्नुभयो। द्याट्स वाइ सेलवाल हुँदैन है भनेर पत्ता लगाउनु भयो। अब यसपछि चाहिँ हामीहरू टाइप्स अफ सेल र अनि अर्ग्यानियल अनि सेलहरूको कम्पोजिसनहरू के छ भनेर चाहिँ अथवा सेल थियोरीको बारेमा चाहिँ अपकमिङ भिडियोहरू आउनेछन्, हेर्दै गर्नुहोला। So thank you for watching. Subscribe to our channel and click the bell icon.